हेर्नुहोस् है साथी, बर्दियातिर चाहिँ गर्मीले मारेछ होइन। यता हेर्नु त यहाँ पानी परेर जाडै लाग्यो होला जस्तो महिना भएको छ। यहाँ हरेक दिन यस्तै गरिरहेछ। अब के गर्नुहुन्छ होइन। बर्दियामा चाहिँ गर्मीले मार्ने, यतातिर जाडोले मार्ने। यो चाहिँ गुल्मीको गुल्मी हो। यो हामीहरू चाहिँ यहाँनिर चाहिँ काम गर्न आएछौँ। यो होइन नगरपालिका भवन हो, त्यसमा काम गर्छौँ। तर के गर्ने, यहाँ पानी परिरहेको अवस्था छ है। यहाँ पानी पर्ला जस्तो भइरहेछ। आज दिनभरि पानी पर्छ होला जस्तो छ। आधा दिन चाहिँ काम गर्न दियो, आधा दिन देला जस्तो चाहिँ छैन। सबैजना चाहिँ अब आफ्नो आफ्नो कामतिर लागिरहेछन्। हामी पनि आफ्नो काममा लाग्नुपर्छ। तर यति हो कि होइन, यहाँ चाहिँ अब पानी पर्ने अवस्था छ। अब मौसम पनि यति फरक हुन्छ भने मान्छे त फरक किन नहुनु होइन। यहाँको मान्छे र उहाँको मान्छे भन्न खोजे होइन, मान्छेको मन चाहिँ होइन, मौसम जसरी चेन्ज हुन्छ त्यसरी चाहिँ मान्छेहरू पनि चेन्ज हुँदो रहेछ। अनि यहाँ चाहिँ अब हेर्नुहोस् है, पारितिर एकदमै पानी परिरहेको अवस्था छ। अनि घरबाट फोन गऱ्यो भने आमाबाबाहरूले भन्छन् गर्मीले मारिरहेछ, यहाँ चाहिँ पानीले मारिरह। अब आज चाहिँ पानी पर्छ। सुत्दाखेरि जाडो जाडो जस्तो चाहिँ हुन्छ। हाम्रो साथीहरू उहाँ चाहिँ मापा होटल छ। अब छिटो